यो ग्रिन पार्कमा है यस्तो मलाई पनि एउटा अवसर पाउनु म भाग्यमानी एउटा ठान्छु र विशेष गरेर आजका उपस्थित अतिथिगण साथै आयोजक समितिको तर्फ मतलब अनुमति लिँदै म एउटा छोटो मगर लोककथा प्रस्तुत गर्न गइरहेको छु र यसमा मैले आफ्नै मगर भाषाको लिपिमा पनि तयार पारेको छु र नेपाली भाषामा पनि र मैले यसो बुझ्दाखेरि मैले नेपाली भाषामै भन्दाखेरि अलिकति यो सबैले श्रवण गर्न अलिकति र बुझ्न सजिलो पर्छ जस्तो लाग्यो र छोटो छ एउटा मात्र तपाईहरु माझमा म प्रस्तुत गर्न गइरहेको छु र तपाईहरुले उखान त सुन्नु भएको होला है पहिला पहिला चाहिँ हामीले के हुन्थ्यो कुनै यो मगर जातिलाई अलिकति हेलियाको जस्तो लाग्थ्यो तर त्यो कुराले एउटा इतिहास बोकेको रहेछ है जस्तै तपाईहरुले सुन्नु भएको होला गिठा भ्यागुर पलायो मगर बुढो रमाए भन्ने सुन्नु भएको होला यो तर त्यति बेला चाहिँ हामीले के लाग्थ्यो भन्दाखेरि अलिक हेलियाको जस्तो है अलिकति कस्तो प्रकारको हामीलाई अनुभव हुन्थ्यो तर आज आएर यसलाई अलिकति हामीले बुझ्नु जाँदाखेरि यसले पनि यो तरुलको कथाले पनि केही इतिहास बोकेको रहेछ र त्यही माथि मैले आफ्नो यो छोटो लोककथा मैले तयार पारेको छु र स्वीकार्नु होला र मेरो कथाको शीर्षक छ बनतरुल बनतरुल सबैले खाने भएको होला है अहिले माघे मेलामा चलिरहेको छ माघे सङ्क्रान्तिमा विशेष गरेर यसको मूल्याङ्कन हुन्छ र सुन्नु होला बनतरुल एक समयको कुरा हो एउटा गाउँ थियो त्यो गाउँमा मगर जाति बसोबास गर्थे र उनीहरू धेरै आर्थिक अवस्थामा गरिब थिए र उनीहरूका लागि खाना र बसोबासको व्यवस्था गर्न निकै गाह्रो थियो उनीहरू गाई सुँगुर भेडा आदि पाल्थे महिलाहरू घर धन्दा सम्हाल्थे भने पुरुषहरूले पशुपालनको काम गर्थे एक दिन गाउँमा अनिकाल पर्यो र परिवार जोगाउने समस्या आयो र घरमा रहेको मकै कोदो जति पनि खाने चिजबिज सामग्रीहरू सकिन थाले त्यसैले गाउँका सबै मगरहरू चिन्तित भएर अब के गर्ने भनेर सोच्न थाले र परिवारलाई कसरी जोगाउने उनीहरूले परिवारलाई खुवाएर कसरी बचाउने माथि उनीहरू विचार गर्न थाले सबै भेला भई अनिकालबाट कसरी बच्ने र बाँच्ने यी आदि उपायहरू उनीहरूले निकाल्न थाले र त्यसपछि गाउँका एक मगर माझको एउटा अलिकति बुजुर्ग व्यक्तिले भने अब हामी सबै वनमा जे जति जे जस्तो पाउँछ त्यो खोजेर ल्याउनु पर्छ र त्यसैलाई खाने र आफ्नो परिवार र आफ्नो ज्यानलाई बचाउने सबैले उसको कुरा मानेर वनतर्फ लागे मजा आउँदा होला है क्रमबद्ध छ र वनमा लामो यात्रा गर्दा उसले एउटा लहरा देख्यो लहरा त्यस लहरामा साना साना दानाहरू झुन्डिएका थिए र उसले सबैलाई बोलाएर भने यहाँ केही झुन्डिएको रहेछ हिसाबले टिपेर नाम्जा अर्थात् मगर भाषामा एउटा झोलामा उनीहरूले बटोले र त्यति बेला कसैले पनि लहरा देखे र त्यो दानाहरू टिपे तर लहराको भेदमा अझ के छ त भन्ने कुरा उहाँहरूले सोचेको थिएन तब उनीहरूले ती दाना टिपेर लगे घरमा
र उसिने खाए मिठो लाग्यो, मिठो पनि हुने र मिठो भएपछि खाइन्छ, खाएपछि ताकत पाइन्छ, ताकत पाएपछि ज्यान पनि बाँचिन्छ भन्ने हिसाबले फेरि उनीहरू बेलुका एकपटक फेरि बसे। होइन त्यो लहराको दाना त यति मिठो छ, अब जरापट्टि लागौँ के होला त जरामा भन्ने उनीहरूले विचार गरेर फेरि उनीहरू जङ्गलतर्फ लागे। र केही समयपछि उनीहरू जरा खन्नपट्टि लागे र जब जराहरू खन्दै जाँदाखेरि उनीहरूले ठुल्ठुला गानाहरू भेटे। तरुल भनेको छैन यहाँ, गानाहरू भेटे। अनि सबैले त्यो खनेर फेरि अचम्म लाग्यो अरे, यस्तो चिज छ, मसिनो दानाहरू त यति मिठो थियो भने यो जराकै चिज कति मिठो होला भनेर जति पाउँदै गयो, खन्दै गयो, बटुल्दै गऱ्यो। त्यो दानाहरू भन्दा पनि, मसिना दानाहरू भन्दा पनि त्यो त धेरै उनीहरूले बटुले है, जम्मा पारे। र उनीहरूले यी सबै चिजलाई लिएर घरमा गए, खुसी भए, त्यसलाई धुइधाइ गरे, माटोहरू पखाले है, जराहरू त्यो मसिनो यो तेन्द्राहरू निकाले र सबै परिवारलाई बोलाए, हेर यस्तो चिज पनि हुँदो रहेछ, यो कति मिठो होला त भनेर आफ्ना घरका गृहिणीहरूलाई है उसिन्ने आदेश दिए उनीहरूले। र उसिनेर फेरि खाए, मतलब उसिनिसके। र उनीहरूले के गरे भन्दाखेरि एउटा हाम्रो के छ भन्दाखेरि विशेष गरेर एउटा आस्था के छ भन्दाखेरि तरुल, हामी वनतरुललाई विशेष गरेर हामीले ईश्वरलाई है, पाराईलाई, भगवान्लाई हामी चढाउँछौँ र त्यसरी नै मागेसरी हामी टिका पनि लगाउँछौँ है। त्यो एउटा स्तुति, एउटा हामीले ईश्वरप्रतिको एउटा आस्था हामीले बयान गर्नु खोजेको थियो। र उनीहरूले भगवान्लाई चढाइसकेपछि उनीहरूले खान्छन्, झन् मिठो लाग्छ त्यो है। र त्यति भएपछि उनीहरू सबैजनाले भन्छ अब हामीले अरू केही जङ्गलमा नखोजे पनि यो वनतरुल चाहिँ खनेर खानुपर्ने रहेछ, यसले त हाम्रो एउटा हामी बाँच्नु सक्ने रहेछौँ भन्ने हेतुले उनीहरूले के गर्न थाले भन्दाखेरि त्यसैमा उनीहरू लागि पर्न थाले, तरुल खन्ने है, खाने। र बिस्तारै बिस्तारै उनीहरूले ती तरुलका खेतीहरू गर्न थाले। र अन्तमा गएर के भयो भन्दाखेरि चाहिँ त्यो उनीहरूले अब त्यसको नामै छैन, तर के चाहिँ राखौँ त नाम, लहराको मात्रै कुरा छ, मसिनो दाना गानाको मात्रै कुरा छ होइन, यसलाई अब के भनौँ त भन्दाखेरि सबैले अबदेखि यसलाई हामी वनतरुल भनौँ भनेर त्यस दिनदेखि चाहिँ यी वनतरुलको नामकरण भएको एउटा हामीले एउटा प्रमाण दिन सक्छौँ भन्ने मलाई लाग्छ। हुन्छ, मेरो कथा यति थियो, धन्यवाद। कस्तो लाग्यो तपाईँहरूलाई है? किन म एउटा कुनै साहित्यकार कथाकार कुनै होइन, एउटा मेरो छोटो एउटा कोसिस छ र कोसिसले एक दिन सफल हुन्छ अरे भन्ने सुनिएको छु र त्यसै कारणले एउटा म पनि यो बाटोमा लाग्दैछु। हुन्छ, धन्यवाद, थ्याङ्क यू। धेरै धेरै धन्यवाद श्री प्रकाश चन्द्र मगरज्यूलाई।